नमस्कार साथीहरू, म सुनिल बोहरा। आज म नेपालको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथ मन्दिर घुम्न जाँदैछु। यो मेरो पहिलो भ्लग हो, त्यसैले अन्त्यसम्म हेरेर साथ दिनुहोला। ट्राभल आइसकेको नसक्ने भइसक्यो। यो कन्फिडेन्स चाहिँ हाल्नुपर्छ है। देख्न सक्नुहुन्छ रोड साइडमा म चाहिँ अब थाहा छैन कहाँ जान्छु। पहिलोचोटि आएको छु होइन, यता यो साइडमा साह्रै भन्छ। यहाँबाट जहाँ राम्रो ठाउँ देखेँ त्यही ठाउँ बस्छु म एकछिन। अनि कतै त म यहाँ यो कुन ठाउँ हो मलाई पनि थाहा छैन गाइजहरू होइन। म बुढानी कन्ट्रोतिर बस्छु कि धेरै लामो समय भयो यतातिर नआएको। एकदमै बवाल भ्यू छ है, देख्न सक्नुहुन्छ तपाईँ। यस्तो रमाइलो ठाउँमा एक बिदाको बेला घुम्न आउँ भनेर आएको थियो। परेवा देख्न सक्नुहुन्छ यहाँ यिनीहरूलाई पानी पनि राखेको रहेछ। परेवाहरूले अलिक फोहोर गरेर रहेछ परेवाहरूले। एकछिन दर्शन गर्नु पर्यो। दर्शन यो चाहिँ सायद दान पेटी होला सायद। मसँग यो पैसा पनि छैन, त्यही भएर म हाल्दिनँ होला। यो माता देख्न सक्नुहुन्छ भ्यू त्यही हो। अब म चाहिँ पशुपति जान लागेको। बाटो थाहा छैन, तर मान्छेलाई सोध्दै जानु पर्ला यतातिर। अब अस्ति गएको थियो जानु त बिर्सेकै सबै भएको केटाहरू गएको थियो। ठिकै छ, अब यहाँबाट जाने अलिकति क्यामेरामा बोल्न अलिक लाज लाग्छ क्या, त्यही भएर अब बोल्नु जे जस्तो हुन्छ अलिक कन्फिडेन्स बढाउँ अब समाजमा बोलेर। त्यही फाइनली पशुपतिको बाटो गेटमा पुगिसकेँ म। देख्न सक्नुहुन्छ यति रहेछ पशुपति। के हुन्छ हेऱ्यौँ, दर्शन गर्न पाइन्छ कि पाइँदैन भगवान्को। यहाँ यसरी कार्ड मागेर यहाँ जुत्ता चप्पल चाहिँ त्यहाँ राख्ने रहेछ। मैले मागिसकेँ। अब म भित्र जान्छु। अब म यतै बाटो जान्छु सायद, यतै बाटो। यता चाहिँ चिसो रहेछ। अब यता चाहिँ परेवाहरू रहेछन्। यता के गरेर रहेछ। म चाहिँ उताभित्र सिधै मन्दिरभित्र जान्छु। म आएर भागे सबै। अब हेरौँ, तपाईँलाई म पुरै पशुपतिको भ्रमण गराइदिन्छु। सिधै बाटो हेर्न सक्नुहुन्छ यहाँको दृश्य। अब मेन मन्दिरमा चाहिँ देखाउन मिल्दैन सायद। अब यो बाहिरतिर चाहिँ देखाउन मिल्छ। मेन मन्दिरभित्र चाहिँ देखाउन मिल्दैन। यहाँ मान्छेहरू रमाइलो गरिरहेछन्, फोटोहरू खिचिरहेछन्, रमाइलो गरिरहेछन्। परेवाहरू छ यता, यहाँबाट निस्किने रहेछ। म चाहिँ भित्रै जान्छु। अब देख्न सक्नुहुन्छ यहाँ अहिले दिउँसोको समय भएर होला सायद मान्छे नै छैन। बिहान बेलुका चाहिँ मान्छेहरूको भिड लाग्छ यता। सायद भित्र चाहिँ खिच्न मिल्दैन होला, त्यही भएर भित्रको चाहिँ देखाउन मिल्दैन। म तपाईँहरूलाई बाहिरको नै दृश्य देखाइदिन्छु। यो मेरो फर्स्ट ट्राई हो। भ्लग कस्तो छ भनिदिनु होला। दृश्य चाहिँ एकदमै राम्रो छ यताको। सेल्स काउन्टर पनि भित्रै रहेछ यता। मेन गेट चाहिँ यता हो।